ह्याप्पी दशैं टु एभ्रीवान। नमस्ते सबैजनालाई, स्वागत छ हजुरहरूलाई मेरो अर्को भिडियोमा। यो भिडियो चाहिँ घटस्थापनाको दिनको हो। अहिले मेरो जमरा उम्रेर टुसा लागिसक्यो। त्यो टुसा लागेको भिडियो चाहिँ अर्को भिडियोमा हाल्छु म। यो भिडियो मैले हाल्न पाएको थिएन, भिडियो चाहिँ खिचेर राखेको थिएँ तर भोइस ओभर गर्न पाएको थिएन। मेरो छुनुमुनु छोरीले दिन्न नि त मलाई, अहिले पनि कराइरहेछिन्, थाहा पाइहाल्नु भयो हजुरहरूले। अनि हामी पूजा गरेर खाना खाएर दिउँसोतिर चाहिँ आमा छोरी सेन्टरतर्फ लाग्यौँ, केही काम थियो त्यही भएर लाग्यौँ है त। यो चाहिँ रुबिनको पुलिस स्टेसन। अनि हामी सेन्टरतर्फ आइपिन लाग्दाखेरि त्यहाँ थोरै जाम थियो, त्यही भएर 15 मिनट जति वेटिङमा बस्यौँ त्यहीँ। अनि जाम खुल्यो, त्यसपछि म मेरो डेस्टिनेसनमा आइपुगेँ। हेर्नु न मेरो नानी अहिले पनि भोइस ओभर गर्ने दिन्नन् मेरो छोरीले त। त्यसपछि हाम्रो काम सकेर आएर हामी सेन्टरमा वेटिङमा बस्यौँ। छोरी बाबाको लागि, म मेरो हस्बेन्डको लागि। हेर्नु न मेरो नानीले ललिपप कसरी हेरेको। त्यसपछि हामी बिल्लाज गयौँ दिदीबाट, दिदीलाई नभेटेको नि धेरै भएको थियो। अनि त्यहाँ बस्यौँ एकछिन। अनि हेर्नु न बेबी त्यहाँ बल र बिरालोसँग क्या खुसी भएको। हामी आमा छोरी घरमा त एक्लै हुन्छौँ नि त, ऊ खेले मैसँग हो, नखेले नि मैसँग हो बिचरा। अनि त्यसपछि हामी त्यहाँबाट लाग्यौँ। बेबी फेरि कति ह्याप्पी हुन्छन् गाडीमा बसेपछि। गफ गर्दा गर्दै हेर्नु न हामी घर आइपुग्यौँ। अनि घर आएर फ्रेस भएर नानीलाई बुबु दिएँ अनि खाना बनाउनतर्फ लागेँ। हस्, आजको लागि यति नै। लभ यु अल, बाई। फेरि भेटौँला।